प्रकृतिस्थोऽपि पुरुषो नाच्यते प्रकृते गुणैः अविकारात् कृतत्वात् निर्गुणत्वात् चलारकवत् कृष्ण को भजन गौरमुना फेरि फेरि घण्टेका गाउँदै मरोचुला कृष्ण को भजन गौरमुना फेरि फेरि घण्टेका गाउँदै मरोचुला अब दक्ष प्रजापतिले भगवान शिवसँग बदला लिने विचार गरे। पूर्वाग्रह प्रतिशोध भरिएर दक्षले यज्ञ प्रारम्भ गरे।
कनखल नाम गरेको क्षेत्रमा बृहस्पति सब नाम गरेको यज्ञ प्रारम्भ भयो। दक्ष प्रजापतिले प्रारम्भ गरेको यज्ञको नाम हो बृहस्पति सब। प्रियजन, अब भयंकर खालको यस्तो यज्ञको प्रारम्भ भयो। सारा देवताहरूलाई दक्षले बोलाउनु भयो, परन्तु भगवान शिव र सतीलाई बोलाउनु भएन। 27 नक्षत्रहरूलाई बोलाउनु भयो, कश्यप आदि देवताहरूलाई बोलाउनु भयो, सारा देवगण आदिलाई बोलाउनु भयो, परन्तु भगवान शिव र सतीलाई बोलाउनु भएन। यस्तो खालको परिस्थिति भयो। पूर्वाग्रह र प्रतिशोधकै निम्ति दक्ष प्रजापतिसँग यसरी भगवानको मनमा निर्णय भयो। दक्षले देवताहरूलाई बोलाउनु, आकाशमण्डलबाट देवताहरू कनखल यज्ञतर्फ जानुभयो। सती देवीले देख्नुभयो र भगवानसँग भन्दै हुनुहुन्छ, प्रभु म पनि जाने विचार गरेको छु, मलाई पनि बिदा दिनुहोस् भन्दै हुनुहुन्छ। म पनि आफ्नो माइत जान्छु भगवान, हजुर पनि जानुहोस्, हिँड्नुहोस्, जाउँ सबै, हामी दुवै भएर दक्षका यज्ञमा जाउँ। भगवान भोलेनाथ भन्नुहुन्छ, देवी तिमी मन परे नपरेकी, तिमी मन नपराएकी छोरी, म पनि मन नपराएको ज्वाइँ, हामीलाई बोलाउनु भएन, ठिकै छ। देवताहरू जाँदै हुनुहुन्छ, तिमी सन्तोष गर देवी, मनमा चिन्ता नगर, छोडिदेऊ यो दुःखको कारणलाई। हेर तिमी मेरो मानमा बसेकी छ, त्यहाँ गएपछि मान हानि हुनेछ, त्यसकारण तिमी नजाऊ, तिमी यही बस। प्रियजन, सतीले मान्नु भएन। भगवान तपाईको ससुराकै घरमा यज्ञ हुँदैछ, मेरै माइतमा यज्ञ हुँदैछ, म कसरी नजाऊ प्रभु, मलाई बिदा दिनुहोस्। भगवानले विभिन्न तरिकाले सम्झाउनु भयो। देवी पराईका घरमा यज्ञ भएको भए नबोलाई जाँदा पनि हुन्थ्यो, पराईका घरमा यज्ञ भएको भए नबोलाई जाँदा पनि हुन्थ्यो, तर आफन्तकामा यज्ञ छ र बोलाएनन् भने भनिसके नजानु, किनभने अपमान हुन्छ। अपमान गर्नकै लागि नबोलाएको हुन सक्छ, त्यसकारण तिमी नजाऊ भन्नुभयो। परन्तु सतीले मान्नु भएन, म त जान्छु, मेरा माइतमा यज्ञ भएको छ, म कसरी जान्नु भगवान, मलाई बिदा दिनुहोस् भन्नुभयो र सती देवी जाने विचार गर्नुभयो। प्रियजन, तब भगवान भोलेनाथले नन्दी भृंगी चतुष्ठी योगिनी सहित विशाल प्रमथ गणलाई अघि लगाएर यज्ञमा पठाइदिनु हो। भगवती पहिला काजा हुन्छ, दक्षको यज्ञमा पुग्नुभयो र भन्दै हुनुहुन्छ, पिताजी खोइ त भगवान शिवको आसन, भगवान भोलेनाथ कहाँ हुनुहुन्छ, तपाईका मनमा अपराध छ, पाप छ पिताजी, त्यसकारण तपाईले भगवान शिवलाई निन्दा गर्दै हुनुहुन्छ। न यस्य लोकेस्य तिसायिन प्रिय तथा प्रियो देहभृतं प्रियात्मना तस्मिन् समस्तानि स्तधानि निर्मुखैः हरिते भवन्तं कथं प्रदीयता। पिताजी, भगवान शंकर भन्दा बढेर संसारमा कोही पनि ठुलो छैन। भगवान शिवले देवताका पनि देवता महादेव हुनुहुन्छ। देवताहरू त अमृत पिएर देवता भएका छन्, भगवान भोलेनाथले विष पिउनु भएको छ, त्यसकारण महादेव हुनुहुन्छ। भगवानले कहिल्यै कसैको अनादर गर्नु भएन, भगवानले कहिल्यै कसैलाई नराम्रो गर्नु भएन, यस्तो भगवान हुनुहुन्छ। छोडेर सारा सुखहरू कैलाशमा बसेर निरन्तर तपस्या गर्दै जगतका प्राणीहरूको भलो चाहनु भएको छ, यस्तो भगवान हुनुहुन्छ। त्यसकारण तपाईले शिवको निन्दा गर्नु, तपाईभित्र दोष छ, तपाई नै अपराधी हुनुहुन्छ, पापी हुनुहुन्छ पिता, त्यसकारण अर्कालाई दोष देख्नु, अर्कालाई दोषी देख्ने मान्छेभित्र नै दोष हुन्छ, तपाईभित्र त्यो दोष छ। दोषान् परेषां हि गुणेषु साधव गणन्ति केचिन्न बलात् साधिज गुणान् सफलवन् बहुलीकरिष्ण महत्तमाश्रे सविमद्भवानगम्। तपाईभित्रै अपराध छ, त्यसकारण तपाईले भगवानलाई दोष देख्नु भएको छ भन्दै हुनुहुन्छ। प्रियजन, अब त झन् दक्ष प्रजापतिले डरलाग्दो निन्दा प्रारम्भ गरे, भगवानको निन्दा प्रारम्भ भयो। तब सती के भन्दै हुनुहुन्छ, धिक्कार होस् पिताजी, मैले तपाईकी छोरी भएर जन्म लिनु, मलाई पनि धिक्कार होस्।
जसले शिवजीको निन्दा गर्छ त्यस्ता अपराधीबाट जन्म लिनु, भनिसके शिवको निन्दा कहिल्यै नसुन्नु, कान खुलेर त्यो ठाउँबाट कतै जानु, शिवको निन्दा नसुन्नु। सक्छौ भने शिवनिन्दकको जिब्रो तानिदेऊ, थुकिदेऊ, शिवनिन्दकको अन्त गर। सक्दैन भने त्यो ठाउँ छोडेर अन्यत्र जाऊ, तर भगवानको निन्दा कहिल्यै नसुन। कर्णौ विधाय निर्याकृत कल्पयिषे, धर्मावितरे श्रीनिर्निभृश्यमाने, छिद्यं प्रसङ्गरु सतीं सतीं प्रभस्वे, जीवामसोऽपि ततो विसृजेत् सधर्म। भागवत भगवान को भगवत प्रेम सज्जन। यसरी सतीले शिवलाई अथवा निन्दा गरेको हुनाले आफ्ना पितालाई बडो गाली गर्नु र अन्ततो गर्नु, अब प्राण त्याग्ने विचार गर्नुभयो। धिक्कार होस् मलाई, शिवजीको निन्दा सुनेको यो शरीरमा राख्ने छैन। अपवित्र भएको छ शिव निन्दा सुन्नाले यो शरीर, त्यसकारण मैले अब प्राण त्याग गर्नुपर्छ। शिव निन्दा गरेको शरीर राख्नु हुँदैन, मैले मर्नुपर्छ भन्दै सतीले प्राण त्याग गर्ने हुनुभयो प्रियजन। र शिव शिव भन्दै भगवानको नाम लिँदै लिँदै योग अग्निद्वारा आफ्नो शरीरलाई भगवती सतीले भस्म गरिदिनु भयो। सती भगवतीको अन्त भयो। भगवती सज्जन, सतीको अन्त हुने बित्तिकै हाहाकार प्रारम्भ भयो। चारैतिर अन्धकार सुरु भयो। विशाल धूलिकण लिएर आकाशमा वायु चक्रावर्त भएर आयो। त्यस्तो परिस्थिति भयो। दक्षको यज्ञबाट विध्वंसको अगाडि बढ्न सुरु गर्यो। भागवत सज्जन, तुरुन्तै नारदजी महाराज भगवान बैठामा जानुभयो। शिवलाई नमन गर्नु, प्रभु नमस्कार छ। मैत्रेयजी महाराज विदुरलाई भन्नुहुन्छ, हे विदु, भवो भवन्या निधनं प्रजापतेर रसदकृताया अभिगम्य नारद। तुरुन्तै नारदजी महाराज पुग्नुभयो। भन्नुभयो, प्रभु सतीदेवीले प्राण त्याग गर्नुभयो। भगवान रक्षा गर्नुहोस् हे भोलेनाथ। पापी दक्ष प्रजापतिको वचन सुन्न नसकेर सतीले प्राण त्याग गर्नुभयो। भगवान असाध्यै कुपित हुनुभयो। तुरुन्तै भगवानले के गर्नुहुन्छ, आफ्ना शिरबाट जटा निकाल्नुभयो र भुइँमा पड्काइदिनुभयो। दक्ष प्रजापतिको अन्तको निम्ति डरलाग्दो स्वरूप हुनुभएका, 8 हात हुनुभएका, मुसल त्रिशूल लिनुभएका, प्रलयकालीन मेघ झैं जसको वर्ण छ, अट्टहास गर्दै विश्वलाई चालयमान गर्नेवाला भगवान भूत भावना वीरभद्रको प्रकट भयो। वीरभद्र भगवानको, वीरभद्र भगवानको। यसरी भगवानका पार्षद वीरभद्रको प्राकट्य भयो। तुरुन्तै महाकाली पनि प्रत्यक्ष भन्नुभयो। हातमा त्रिशूल लिएर दक्ष प्रजापतिको अन्तको निम्ति तयार बन्नुभयो। भगवान शिव भन्दै हुनुहुन्छ, हे वीरभद्र, हे भद्रकाली, जाऊ तुरुन्तै पापी दक्ष प्रजापतिको अन्त गर। जसले आफ्नी सती आफ्नी छोरीलाई अन्त गरेको छ, छोरीको मृत्युको कारण भएका छन् दक्ष प्रजापति। भगवान शिवको निन्दा गरेका छन्, वेदको निन्दा गरेका छन्, त्यसकारण जाऊ तिनलाई दण्ड देऊ। तुरुन्तै भगवत प्रेमी सज्जन हातमा त्रिशूल बोकेर वीरभद्र लाग्नुभयो। बृहस्पति सब यज्ञका अन्तका निम्तिमा पुग्नुभयो। युद्ध भूमिमा, यज्ञ भूमिमा युद्ध प्रारम्भ भयो। दक्ष प्रजापतिका सारा सेनाहरूलाई वीरभद्रले अन्त गरिदिनुभयो। वीरभद्रले आफ्ना शस्त्रद्वारा दक्ष प्रजापतिका सारा सेनाहरूको अन्त गर्नुभयो र अन्तमा पक्रिएर दक्ष प्रजापतिलाई आफ्नो तरवारद्वारा शिर काटिदिनुभयो। यसरी दक्षको शिरधरबाट अग्निकुण्डमा हवन गरिदिनुभयो। यसरी अन्त भयो दक्ष प्रजापतिको। भगवत सज्जन, सारा देवताहरू भगवान बैठकमा पुगे स्तुति गर्दछन्। प्रभु हजुरलाई बारम्बार नमस्कार छ। हे भोलेनाथ, प्रसन्न बन्नुहोस् र दक्ष प्रजापतिको यज्ञलाई पूर्ण गर्नुहोस्। प्रभु देवताहरूले बारम्बार स्तुति गरे। भगवान भोलेनाथ भन्दै हुनुहुन्छ, हे देवताहरू, नागम प्रजेशवाराना वर्णयेनानु चिन्तये देव माया विभूत
मूर्तीनां दण्डस्तत्र धृतो मया। हे देवताहरू चिन्ता नगर, भगवान भोलेनाथ आशुतोष हुनुहुन्छ। आशु कृष्यति रिष्यति च आशुतोष। भगवान क्षणैमा खुसी हुनेवाला हुनुहुन्छ र क्षणैमा भगवान क्रोधित बन्नेवाला पनि हुनुहुन्छ। यस्तो भगवान भोलेनाथ भइबक्सन्छ प्रियजन। भगवान प्रसन्न बन्दै देवताहरूलाई भन्दै हुनुहुन्छ, हे देवताहरू नागम प्रजेशवालम, चिन्ता नगर, मैले दण्ड दिनका निम्तिमा नै हातमा दण्ड धारण गरेको छु। जसले अपराध गर्छ उसैलाई दण्ड दिनका निम्ति, जसले वेद मार्गलाई दूषित गर्दछ तिनीहरूलाई दण्ड दिनका निम्ति हो। तिमीहरू जाऊ भन्दै दक्ष प्रजापतिको शिर डढेको छ। यज्ञ कुण्डमा हवन भएको छ। प्रजापतिर्दग्ध शीर्षो भवत्यजमुखं शिर। अजमुखम शिर, यज्ञमा मारिएको बोकाको टाउको जोडिदिएर म दक्षलाई जस्ताको तस्तै बनाइदिन्छु, जाऊ भनेर भगवान पाल्नुभयो। यज्ञ मण्डपमा भागवत पुण्य सज्जन दक्ष प्रजापतिलाई बोकाको टाउको जोडिदिएर जागृत गर्नुभयो। पुखालाई जागृत गर्नुभयो, भृगुलाई पनि जागृत गरिदिनु भयो, समस्त देवताहरूलाई जागरण गरिदिनु भयो। तब दक्ष प्रजापतिले भगवानको स्तुति गर्दछन्, प्रभु हजुरलाई नमस्कार छ। भूयाननुग्रह भवतां कृतो मे दण्डस्तया दशमयि यदपि प्रणवदा न ब्रह्मबन्धु सचमं भवनादगण्य स्तुभ्यमरेश कुतैव धृतव्रतेषु न ब्रह्मबन्धु सचमं भगवन्नवज्ञ स्तुभ्यमरेश कुतैव धृतव्रतेषु। प्रभु हजुरलाई नमस्कार छ। हजुरको कृपाद्वारा नै मैले यो गतिलाई प्राप्त गरेँ। यदि म हजुरको निन्दा गरेर मेरो प्राण गएको भए, मैले दण्ड नपाएको भए म कुन नरकमा जाने थिएँ र कहिल्यै नफर्किने नरक मैले प्राप्त गर्ने थिएँ प्रभु। त्यसकारण आज हजुरले मलाई आफ्नै हातले दण्ड दिएर नरक जानबाट जोगाउनु भयो। भगवान तपाईले ममाथि कृपा नै गर्नुभयो। दक्ष प्रजापति भन्छन्, भगवान आज हजुरले ममाथि कृपा नै गर्नुभयो भन्दै नमन गर्दछन्। आऊ भगवानका चरणमा कोटि नमन गर्दै सुन्दर भक्ति सङ्गीत रेजन गरौँ। दक्ष प्रजापतिको यज्ञलाई भगवानले पूर्ण गरिदिनु भयो। यज्ञेश्वर भगवानको प्रत्यक्ष प्राकट्य भयो, आशीर्वाद प्रदान गर्नुभयो। यसरी दक्ष प्रजापतिको अन्त भयो र भगवानले कृपा गर्नुभयो भन्ने कथा सुखदेव स्वामीले परीक्षितलाई श्रवण गराउनु भयो। गोविन्द भगवानको ल हिटोस गुरुहरू, हामी अब यज्ञ गर्नुपर्छ। त्यो शिवजीले मेरो निन्दा गरेको छ, त्यसलाई देखाउनकै लागि भए पनि यो दक्षले यज्ञ गरिरहेको छ। अवश्य महाराज। ल भन्नुहोस् गुरु, अब के गरौँ? ल अब अलिकति फुल र पानी समातेर बस्नु। ल पानी मैले समातेँ। ल भन्नुहोस् गुरुमा। ओम तत्सदोम तत्सदोम विष्णु विष्णु विष्णु। ओम ल पानी छोडिदिनु। कायेन वाचा मनसेन्द्रेण वा बुद्धिर्मना वा निश्चिते सभा। पानी छोडिदिनु भयो? छोडिदिए महाराज, छोडिदिए। अब के गरौँ? ल अब गुरुहरू, हजुरहरू यज्ञ सुरु गर्नुहोस्। यज्ञ पहिला प्रज्वलित गरौँ। पहिले प्रज्वलित गर्नु थालेको छ। यस्तो यज्ञ होस् जुन यज्ञले त्यो शिवजी देखेर छक्क परोस्। हस् महाराज, महाराजको त्यो आज्ञा। ल पढ्नुहोस् गुरु, तयार छु। ओम गणानां त्वा गणपतिं हवामहे प्रियाणां त्वा प्रियपतिं हवामहे निधीनां त्वा निधिपतिं हवामहे वसो मम आहमजानि गर्भधमस्त्वमजासि गर्भधम्। ओम गणपतये स्वाहा।
इदं विष्णुर्वि सकलवेद्यैर्धारयते पदं सम्पूर्णमसपायको विष्णुर्वि गुरुजी भएन यस्तो पढाइ अलिक छिटो छिटो पढ्नु यहाँ अनर्थ हुन सक्छ छिटो पढ्नु छिटो छिटो ध्यानमा बस्नु है ल यो हरि ओम धरि विनि धरि विनि सर्वदै विनि स्वाहा ओम यसरी यो हो त तरिका दक्षले यज्ञ गरिरहेको छ उता कैलाशमा सतीले यो कुरा थाहा पाउँछ र महादेवसँग आज्ञा दिएर सत्य बिस्तारै बिस्तारै यज्ञमा आइरहेको छ सती खबर आइस तपाईँ कसले यहाँ निमन्त्रणा गरौँ किन आइस यहाँ हजुरले यत्रो यज्ञ लगाएर मलाई किन निमन्त्रणा गर्नुभयो अझै सोध्दै थिएँ किन निमन्त्रणा गरेन भनेर कति महादेवले शिवजीले तेरो कति निन्दा गरेको छ तँलाई के थाहा छ त्यस्तोलाई मेरो यो यज्ञमा किन निमन्त्रणा गर्ने मैले तँलाई पनि बोलाएको थिएँ तँ किन आइस यहाँबाट गइहाल निस्कि पिताजी तपाईँ यो के भन्नुहुन्छ महादेव बिनाको यज्ञ कसरी पूर्ण हुन सक्छ यो त देवताहरूको यज्ञ हो सती त्यो तेरो पति भूत प्रेत पिशाचलाई अगाडि पछाडि लगाएर हिँड्ने सर्पको माला लाउने खरानी भस्म दल्ने त्यस्तोलाई यो यज्ञमा कुनै स्थान छैन सती कुनै स्थान छैन बरु त पनि यहाँबाट गइहाल त्यसो नगर्नुहोस् पिताजी यो यज्ञ भोलेनाथ बिनाको अधुरो हुन सक्छ त्यसैले म तपाईँले नडाकिकनै आएको छु पिताजी अरे सती तैँले राम्रो मुखले भनेको सुन्दिनस् यहाँबाट निस्केर जा तँलाई कुनै स्थान छैन गइहाल पिताजी भोलेनाथ बनाना भक्ति गर्ने त्यस्तो अगर शब्दहरू प्रयोग गरेर भोलेनाथलाई नाना भक्ति गरिरहेको भएको छ म यो शब्दहरू सुन्न सक्ने छैन यहाँ भोलेनाथलाई यसो भनिरहँदा म अवश्य पनि अब यहाँ बस्न सक्ने छैन अब म यहाँ रहन सक्दिनँ ए सती तँ के गर्दैछस् अरे पर्खी सती पर्खी अरे के भयो अनर्थ भयो ए सती छिटो छिटो गर्नु ए सती के हुन आएको के हुन आएको अनर्थ भयो अनर्थ भयो सती भयो सती ए सती अनर्थ भयो के भयो छिटो छिटो गरौँ छिटो छिटो दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले यसरी योगाग्निद्वारा आफ्नो शरीरलाई प्राणलाई त्याग गर्नुभएको कुरा नारदजीले थाहा पाउनु भएछ र नारदजी कतैबाट घुम्दै घुम्दै दक्षको यज्ञमा आइसक्नु भएको छ आउँदै हुनुहुन्छ नारदजी नारायण नारायण हरे यो मैले के देख्दैछु म दक्षको यज्ञमा सती यो प्राण त्याग यो त अनर्थ भयो अब म अवश्य पनि कैलाश जानेछु र भगवान् भोलेनाथलाई यो खबर पुर्याउनेछु नारायण नारायण नारदजी यो खबर लिएर कैलाश जाँदै हुनुहुन्छ छिटो छिटो गरौँ अनर्थ भयो अब के हुने हो थाहा छैन सतीले प्राण त्याग गरी अब के हुने हो छिटो सकिहालौँ यज्ञ फटाफट छिटो सकि नारदजी कैलाश जाँदै हुनुहुन्थ्यो भगवान् भोलेनाथसँग भेट हुनेछ प्रणाम भोलेनाथ नारायण नारायण प्रणाम नारदजी कहाँबाट पाल्नुभयो यसरी भगवान् मैले त अनर्थ देखेर आएँ भगवान् अनर्थ हजुरलाई कसरी भनौँ के भयो नारद के भयो हे भगवान् हे भोलेनाथ म कसरी भनौँ हजुरलाई भन्न मुख लागिरहेको छैन प्रभु अनर्थ भयो घोर अनर्थ भयो महादेव घोर अनर्थ अरे नारद
अनर्थ मात्र भन्छौ। के भयो भन छिटो, के भयो? प्रभु, सती देवीले दक्षको यज्ञमा प्राण अन्त्य गर्नुभयो। प्रभु, प्राण अन्त्य गर्नुभयो। के भन्छौ? तिमी के भन्दैछौ? भोलेनाथ, आज्ञा होस् भोलेनाथ। हे वीरभद्र, जाऊ त्यो दक्षको यज्ञमा गएर यज्ञलाई विध्वंस गर र दक्षको शिर पनि धर्ममा अलग गरिदेऊ। जो आज्ञा भोलेनाथ, जो आज्ञा। हे दक्ष, ना तेरो यज्ञ, ना तेरो यज्ञ, पहिले भोले अनर्थ गर्ने। तेरो यज्ञ आज महादेवको अपमान गरी तेरो कारणले माता सतीले प्राण त्याग गर्नुभएको छ। आज म तँलाई छोड्दिन। आइज हर हर महादेव, हर हर महादेव। आइज दुष्ट, तेरो आज अन्य हुँदैछ। हर हर महादेव। ओम नमः शिवाय। अपिष्ट दक्ष भोलेनाथलाई नाना भाँति गाली गरेको लौ यही हो तेरो। लौ खा। ओम नमः शिवाय। छोडेर कसरी जान सक्छौ सती? उठ सती, उठ। तिमी बाहेक हे सती, मैले त तिमीलाई नजाऊ भनेको थिएँ। तिमीले मानेनौ सती। आज यो गति भयो। अब म कैलाशमा एक्लै कसरी रहन सकी? आँखा खोला सती, आँखा खोला। आज यो कैलाश अब अँध्यारो हुने भयो। कैलाशमा तिमी एउटा ज्योति दियो सती। तिमीलाई छोडेर कसरी जाऊ सती? उठ सती, आँखा खोला। सती, उठ। आज के भयो? हे प्रभु, उठ सती, उठ। म तिमीलाई काँधमा बोकेर संसारको भ्रमण गर्नेछु सती। तिमीलाई काँधमा बोकेर संसारको भ्रमण गर्नेछु। आऊ सती, आऊ। उठ सती, पूरा उठा है, उठा। सती, उठ।